नमस्ते, जय गोर्खा। र फेरि एउटा विषय लिएर हजुरको बीचमा आएको छु र अहिले इलेक्सनको समय आएको छ र हामी आसाममा बसोबास गर्ने 30-35 लाख गोर्खा छौं भनेर हामी आफूलाई धेरै गौरव ठान्छौं। तर हाम्रो आसाममा बसोबास गर्ने गोर्खा जातिलाई सिर्फ हामीलाई भोट बैंकको जग्गा मात्रै युज गरिरहेको छ र हाम्रो संस्था संगठनहरूले बार आवाज उठाइरहेको छ र हामीहरूको मुख्य माग के भन्दाखेरि जीएसी यानी कि गोर्खा अटोनोमस काउन्सिल। तर आजसम्म हामीहरूको गोर्खा नेताहरूले हाम्रो यस विषयलाई लिएर कुनै पनि पार्लिमेन्टमा गएर यसको माग गरेको वा यसका आवाज उठाएको अहिलेसम्म हामीले देख्नु पाएको छैनौं। आज एक्जाम्पलको तौरमा भन्न जाँदाखेरि तपाईको दार्जिलिङमा हेर्नुहोस्, वेस्ट बेंगलमा प्रत्येक पोलिटिकल लिडरहरूले गोर्खाल्यान्डको माग गरिरहेको छ। उहाँहरूले पाउनु नपाउनु पछिको कुरो, तर उहाँहरूले आवाज उठाइरहेको छ र हाम्रो संसद राजु विष्टले पनि आवाज उठाइरहेको छ। हामीलाई गोर्खाल्यान्ड चाहिन्छ, एकमात्र हाम्रो पीपीएस माने पर्मानेन्ट पोलिटिकल सोल्युसन चाहिँ के भन्दाखेरि हामीहरूको गोर्खाल्यान्ड भनेर उहाँहरूले आवाज उठाइरहेको छ। तर हाम्रो आसाममा बसोबास गर्ने गोर्खा जातिको जुन मुख्य माग जीएसी, तर हामीहरूको कुनै पनि गोर्खाबाट प्रतिनिधि गर्ने हाम्रो एमएलए होस्, कुनै पनि पोलिटिकल लिडरहरूले चाहिँ तर जीएसी को मुद्दालाई उठाउनु भएको छैन। तर मेरो भनाइ चाहिँ के हो भने यसपालि चाहिँ हामीले प्रत्येक साल भोट दिएर आएको छौं। भोट दिएर कतिपय मरेर गइसक्यो र हामी पनि अब बुढा हुन लाग्यौं र आउने पिढीहरूले पनि दिएर आउँदैछ र कतिपय दिइरहेको छ हैन, र हामी दिइरहेको छौं। तर हामीले पाएको के छौं, के पाएको छैनौं। त्यसैले म भन्न चाहन्छु यसपालि चाहिँ जसले जीएसी यानी कि गोर्खा अटोनोमस काउन्सिलको माथि जसले आवाज उठाउँछ, जसले गोर्खा अटोनोमस काउन्सिललाई लिएर म गएर आवाज उठाउँछु भन्छ, त्यस खालको व्यक्तिलाई हामी भोट दिनुपर्छ, चाहे त्यो कुनै पार्टीको नहोस्। हामीलाई पार्टीसँग कुनै लेना देना छैन। हामीलाई एउटै मात्रै लेना देना छ कि हामीहरूको डिमान्डलाई कसैले सम्मान गरोस्, हाम्रो डिमान्डलाई लिएर कसै जान्छु भन्ने साहस गरोस्, त्यस्तो व्यक्तिलाई हामीले भोट दिनुपर्छ। र म कुनै पार्टी कुनै पोलिटिकल पार्टीको भर गरेको म कुनै नेता होइन, तर मेरो मनमा रहेको विचार मात्रै हजुरहरूको बीचमा पोखेको। यो सही हो कि गलत हो, हजुरहरूले आफ्नो आफ्नो प्रतिक्रिया कमेन्टमा दिनु होला। र अब इलेक्सनको समय आएको छ, प्रत्येक घरमा हाम्रो लिडरहरू आउँछ र सबैले आफ्नो आफ्नो विचार दिएर जान्छ। कसले यसलाई भोट दिनु, कसले उसलाई भोट दिनु, कसले त्यसलाई नदिनु, कसले यसलाई दिनु भनेर जान्छ। र ठिक्क इलेक्सनको मुखमा 1000 रुपैयाँ 500 रुपैयाँ 1000 रुपैयाँ 500 रुपैयाँ घरमा दिने जान्छ, बा एउटा सुगुरी बा एउटा एरियामा दिने जान्छ र बेलुका माल खाइयो, ब्रोइलरको मासु भुटेर खाइयो, शेष। अनि भोलिपल्ट गएर भोट दिन्छ, पर्सिपल्टदेखि